त्यस्तो हुनुभयो आर्मीलाई हराएर कस्तो भयो आजको गेमबारे भन्नु? आजको गेम चाहिँ अब आज त अब सबैले एकदमै सुपर खेल आफ्नो बेस्ट दियो भनौँ, बेस्ट दियो अनि जित्न सफल भयौँ, खुसी पनि छौँ। बट हाम्रो चाहिँ फाइनल खेल्ने लक्ष्य हो। पहिलेदेखि नै हामी चाहिँ काठमाडौँबाट आउने बेला नै के मनमा चाहिँ के थियो भने सबैको चाहिँ हामी चाहिँ अब गेम जित्नलाई नै आउने हो। हाम्रो टिम अहिले एकदम मिलेको छ, एनबिसी टिम चाहिँ एकदम पछिल्लो समय मिलेको टिम छ। हामी चाहिँ फाइनल जित्ने अनि फाइनल पुग्ने लक्ष्य थियो हाम्रो टिमको चाहिँ। अब अस्ति अब भनौँ न, अब अस्तिको हिजोको गेम चाहिँ हिजोभन्दा नि अस्तिको गेम चाहिँ अलि मिल्यो। अब मजाले इजी जितिन्छ भन्ने सोचले हामी त्यो हिसाबले खेलेको नै अलि लास्टमा चुक्यौँ हामी। 3 जना खेलाडी नै बाहिर बस्नु भएको थियो बेन्चमा। यसको रहस्य कतिपयले बुझ्नु नसकेको अवस्था, रविन्द्रचरण बाहिर बस्ने, पल अनि सफल बिगा लगायतको बाहिर बस्दा अनि आर्मीलाई कता कता पुलिसले खेल जित्न दिएको त होइन भन्ने कता सङ्घर्ष पनि भएको थियो। त्यस्तो होइन हामीले चाहिँ जित्ने नै हो, स्ट्रेट हान्ने का फाइनल पुग्ने भन्ने हाम्रो मन पहिलेदेखि त्यस्तो हामीले चाहिँ मेन्टली नै त्यस्तो बनाएर आएको थियौँ। हामीले स्ट्रेट जित्यो भने फाइनल पुगिन्छ भन्ने हाम्रो मेन्टली त्यो भयो। अनि यहाँ जाँदा चाहिँ हामीले एकदम जितिन्छ भन्नेको अब तपाईँको अहिले सफलको गेम एकदम 50% डाउन छ। त्यहीमा हाम्रो सेटमा खेल्ने कपिल नगरकोट चाहिँ उतै हुनुहुन्छ अहिले, त्यो भाइ पनि एकदमै कमी छ। अनि अब दिपक दाईले एकदम बेस्ट खेल्नु भयो त पछिल्लो समय। अब एकदमै बुढो हुनुभयो, अब 34-35 वर्ष भएर अनि खेल्न सक्नु भयो दाईले चाहिँ। अब हामीले चाहिँ स्टेट जित्ने र फाइनल पुग्ने भन्ने त्यो मेन्टलले खेलेको हो। अब 2 सेट हामीले चाहिँ खेल्न भएन, सोचे जस्तो भएन र त्यसपछि चाहिँ भोलिको लागि चाहिँ खेल्नुपर्छ भनेर मेन खेलाडीलाई बेन्चमा कमजोरी के भयो? तपाईँहरू उपाधि जित्ने उद्देश्य आउनुभएको थियो होइन? हामी चाहिँ उपाधि जित्ने, हामी चाहिँ सबैले स्टेट हान्ने का त्यसपछि तपाईँको टिपटपसँग हामीले बेस्ट अफ 5 खेलेर पनि हामी फाइनल पुग्ने त्यो सोचले चाहिँ हामी अगाडि बढेको हौँ। तर अब इनकेस अब त्यो स्टेट हान्न सकेन, हामीले आफ्नो 100% दिँदा पनि अलि भएन भन्नु, कता नमिल्यो जस्तो भयो। अनि हामी चुकेर त्यसपछि चाहिँ दोस्रो गेमको लागि चाहिँ बेन्चमा बसेर हामी जस्तै 1 सेट त आज पुग्नुभयो होइन? आर्मीले लिनुभयो, त्यो कहाँनिर तालमेल कसरी कम्पिटिसन बिग्रियो भने त्यो टिम पनि एकदम सुपर टिम हो। अस्ति हामीले जित्दै अब हामीले जित्नलाई नै खेलेको, त्यो टिमले उल्टै हामीलाई जितेको अस्ति पनि। अब त्यो टिम पनि एकदम मिलेको टिम छ। अब सबै सिनियर खेलाडी जुनियर खेलाडी सबै पछिल्लो समय अब एकदमै फाइनल पुग्ने सबै ठाउँ हो। अब त्यो चाहिँ अब हामीले चाहिँ आज स्टेट इगले खेल्ने त्यो मनमा थियो। अब जे भयो हामी फाइनल पुगेन, ओके केही छैन। तर अब थर्ड चाहिँ एनी आऊ त हामी स्टेट हान्ने भनेको त्यो मेन्टलले आएको हामी चाहिँ। अब त्यो अलिअलि गेम हो। उपाधिको दावेदार होइन नेपाल पुलिस लगातार उपाधि जितेर